समय राख्नु ल खिचिरहने हेर्नु पर्दैन यसरी भयो अब हामीले यो सेफ्टी भइसकेपछि अब के बुझ्नु पर्यो भने त तेस्रोमा मेजरमेन्ट हैन नाप जान्नु पर्यो नापका कुरा है मेजरमेन्ट भन्छ नाप त्यसपछि नापका कुरा है अब हेर्नु त फगाइले बोल्नु है नापको कुराहरु गर्ने हो भने एक टेप कति पुग्छ त्यति पार्नु त ग्रुप भयो 4-15 टेप छ यहाँ एउटा 20 मा दिनु 25 मा दिनु हेर्दै गर्नु एउटामा हेर भोलितिर सबै आउँछ सबै टेपहरु ग्रुपमा अहिले बुझ्नु मात्रै जस्तै हेर्नु नाप भनेको के बुझ्नुहुन्छ नाप भनेको कुनै पनि वस्तुको सही परिमाण पत्ता लगाउने साधनलाई नाप भनिन्छ भन्छ है कुनै पनि वस्तुको भन्नुको मतलब हामीलाई चाहिँ पसी यूपीसी कम्पनीको अन्तर्गत हुँदाखेरि जहिले पनि मेजरमेन्ट पर्फेक्ट यसमा फेल हुनुभयो भने उनीहरु इन्टरभ्यु लिँदैन है यसमा चाहिँ एकदम पर्फेक्ट हुनुपर्दैन एक एमएम मा पनि मिस्टेक नहोस् है उनीहरु यदि देखा भन्ने बित्तिकै झ्याप्प देखाउन सक्ने खालको हुनुपर्छ भोलि र पछि सिक्ने खाल चाहिँ हामी जहिले पनि मेजरमेन्टमै काम गर्छौं किन मेजरमेन्ट काम गर्नु हो भने तपाईलाई दुःख हुन्छ ल हेर्नुस् नाप भनेको कुनै पनि वस्तुको सही परिमाण पत्ता लगाउने साधन भनेको यो एउटा साधन हो यो चलाउन सक्नुभयो भने अरु सानोतिनो कामहरु गर्न सकिन्छ भन्छ है मेजरमेन्ट भन्छ जस्तै मेजरमेन्टमा तपाईको हामीलाई चाहिने भनेको साइजमा भन्छ नेपालीमा आकारमा भने जस्तै लेन्थ भन्ने कुरा बुझ्नु पर्यो है लेन्थ केलाई भन्छ भने चाहिँ लम्बाइलाई भन्छ लेन्थ भनेको बुझ्नु पर्यो ब्रेथ भन्छ अर्को ब्रेथ अथवा वेथ भन्छ यो भनेको के बुझ्नु पर्यो चौडाइ भन्ने बुझ्नु पर्यो हेडै हुन्छ हाइट भनेको उचाइ तपाईलाई हाइटको कुराहरु बुझ्नु पर्यो त्यसपछि अर्को डेप्थ भनेको गहिराई भन्छ यिनी कुरा बुझ्नु पर्यो त्यसपछि थिकनेस भनेको के बुझ्नु पर्यो मोटाइलाई बुझ्नु पर्यो अर्को छ डायामिटर गोलो दिएर यसरी काटे हुन्छ होला भन्छ गोलाइ यो त हामीलाई मेजरमेन्ट थाहा हुनुभन्दा पहिला यिनी कुरा चाहिँ थाहा हुनु पर्यो जस्तै तपाईलाई उले दिने ड्रइङमा अथवा जुनसुकै मान्छेलाई पनि हामीले काम गर्नुभन्दा अगाडि दिने ड्रइङमा चाहिँ यस्तो कुराहरु खुला हुन्छ जस्तै तपाईलाई प्लास्टर गर्न पर्यो भने यति मिटर स्क्वायरमा प्लास्टर गर्नु भनेर भन्छ उले है अथवा यति स्क्वायर फिटमा गर्नु भन्छ भने जस्तै सबैभन्दा सुरुमा तपाईले थाहा पाउनु पर्ने कुरा साइजमा हामीले काम गर्छौं जुन चाहिँ साइजमा लेन्थ भने के हो भन्ने बुझेन भने गाह्रो लेन्थ भनेको लम्बाइलाई भन्छ ब्रेथ अथवा वेथ भनेको चौडाइलाई भन्छ हाइट भनेको उचाइलाई भन्छ डेप्थ भनेको गहिराइलाई भन्छ र थिकनेस भनेको मोटाइलाई भन्छ भन्ने बुझ्नु पर्यो है जस्तै प्लास्टर गर्दा कति थिकनेसको प्लास्टर गरिन्छ भन्ने सोध्यो भने त जान्नु पर्यो नि त थिकनेस भने के हो भने मोटाइलाई भन्छ जो हाफ इन्चीको हामीले प्लास्टर गर्छौं भने जस्तै थिकनेस भनेको चाहिँ मोटाइलाई है जस्तै डायामिटर केलाई भन्छ भने स्टिल फिक्चरको मान्छेले डायामिटर भनेकै बुझेन भने त्यो मान्छे स्टिल फिक्चर भएन है जस्तै हामीले कोलुममा चाहिँ कति डायाको रड प्रयोग गरिन्छ भने जुनसुकै गोलो वस्तुलाई पनि हामीले जनाउनु पर्यो भने डायामिटरले जनाउँछौं है जस्तै हेर्नु त यो रड कतिको छ भनेर पिलरमा देखाउनु पर्यो भने यसलाई चाहिँ के भन्छ डायामिटर जनाउँछ जस्तै यो चाहिँ 12 mm को डाया हो भनेर दियो भने यसरी काटे आउँछ हेर्नुस् है जहिले पनि गोलो रडलाई अथवा गोलो वस्तुलाई जलाउनु पर्यो भने के बुझ्नु पर्यो डायामिटर जनाउँछ भनेर बुझ्नु पर्यो है तपाईले गोलो वस्तुलाई काटेको छ भने त्यो चाहिँ डायामिटर लेन्थ ब्रेथ हाइट डेप्थ थिकनेस डायामिटर
यिनी कुराहरू चाहिँ हाम्रो प्रत्येक दिन चाहिँ काम गर्दाखेरि प्रयोग भइराख्ने चिजहरू हो। जस्तै तपाईँ सानोतिनो घरहरू बन्दाखेरि पनि कति लेन्थको रुम हो, कति ब्रेथको रुम हो भने जस्तै कति हाइट छ सिलिङको हैन, अनि डेप्थ भनेको फाउन्डेसनको जगको डेप्थ कति मुनि खनेको छ भन्ने कुराहरूदेखि लिएर थिकनेस भन्यो भने कति मोटाइको प्लास्टर अथवा तपाईँले कुनै प्लाई किन्न जानुभयो भने कति थिकनेसको प्लाई भने जस्तै थिकनेस आउने भयो। त्यसपछि डायमिटर भनेको कति डायाको रड प्रयोग गरिरहेको छ हामीले गोलो है, त्यस्तो कुरालाई चाहिँ डायमिटर भन्छ भन्ने कुराहरू यिनी चाहिँ हाम्रो एकाइको कुराहरू यिनी चाहिँ जान्न पर्यो साइजमा है। यो कुरा प्रत्येक दिन दोहोरिरहेको छ, यो कुरा चाहिँ तपाईँहरूले बुझ्नुपर्ने भयो। त्यसपछि नर्मली रूपमा बुझ्दाखेरि मेजरमेन्ट कति प्रकारको छ भने कति भन्नुहुन्छ? 2 प्रकारको छ नि मेजरमेन्ट है। नाप भन्ने चिज कति प्रकारको छ भनेर कसैले सोध्यो भने 2 प्रकारको। हामीले सेफ्टी 3 प्रकारको भएको जस्तै नाप चाहिँ 2 प्रकारको छ भन्ने बुझ्नु पर्यो। जस्तै कसरी 2 प्रकारको छ भन्नुहुन्छ भने यसको मेजरिङ टेपको सबैले देख्नु भएको छ होला। यसको टेपको एउटा धर्काभन्दा माथि एउटा धर्काभन्दा तल भनेर छुट्याएको छ हो। हेर्नु त धर्काभन्दा माथिले एउटा नाप्छ, धर्काभन्दा तल अर्को नाप्छ भन्ने छुट्याएको छ नि त है। नर्मल्ली हामीले नेपालमा युज गर्ने भनेको इन्ची फिटमा बढी काम गरेको हो। विदेशमा इन्ची फिट नचलेर मिलिमिटर अथवा सेन्टिमिटर बढी चल्छ भन्ने कुरा छ है। त्यही भएर यो धर्काभन्दा माथि भनेको 1 नम्बरको सिस्टम भयो, धर्काभन्दा तल भनेको 2 नम्बरको सिस्टम भयो है। जहिले पनि हामीले मेजरमेन्टलाई के गरेका छौँ? 2 भागमा विभाजन गरेका छौँ भन्ने बुझ्नु पर्यो। अब मेजरमेन्ट 2 प्रकारको कसरी छ भन्नुहुन्छ भने ठ्याक्कै टेपलाई हेर्ने, कुनै टेप चाहिँ नभएको पनि होला, एउटा टेप चाहिँ हेर्नु होला कुन टेप चाहिँ छैन है। हो त्यो टेपमा एउटा टेपमा त्यसमा छ 2 प्रकारको, र कुन टेपमा चाहिँ छैन है 2 प्रकारको हो, त्यसमा छैन। विदेशमा चाहिँ त्यस्तो खालको टेप हुन्छ भन्ने कुरा छ। त्यही भएर कुनै चाहिँ 2 तिरै भएको टेप हुन्छन्, कुनै 1 तिर मात्रै भएको टेप हुन्छ। त्यही भएर मेजरमेन्ट जहिले पनि के छ? 2 प्रकारको छ। यी धर्का छुट्याएको, धर्काभन्दा माथि 1 प्रकारको, धर्काभन्दा तल अर्को प्रकारको र 2 प्रकारको छ भन्ने बुझ्नु पर्यो। अब म तपाईँलाई यहाँ लेखिदिन्छु। हेर्नुहोस्, अब तपाईँले लेन्थ, ब्रेथ, हाइट, डेप्थ, थिकनेस र डायमिटर बुझिसक्नु भयो भने अब चाहिँ हामीले नाप कति प्रकारको छ त्यो बुझ्नु पर्यो है। जस्तै म तपाईँलाई यहाँ स्पष्टसँग बताइदिन्छु, बुझ्नुभयो ठिकै छ, बुझ्नु भएन हामी प्र्याक्टिकली रूपमा काम गरेर बुझाउनेछौँ है। अब हेरौँ त यहाँ, जस्तै मेजरमेन्ट 2 प्रकारको छ, नाप भनेको छु 2 प्रकार। जस्तै हेर्नुहोस्, 1 नम्बर भनेको एफपीएस सिस्टम भन्छ माथिकोलाई है। भन्नुको मतलब ब्रिटिस प्रणाली भन्छ है। हेर्नुहोस् 1 नम्बरको जो हाम्रो यो मेजरिङ टेपको धर्काभन्दा माथिकोले नाप्ने भनेको ब्रिटिस प्रणाली भन्छ, जो हामीले काम गर्न भन्छौँ इन्ची फिटको कुराहरू गर्छौँ नि। हेर्नु है, यसले के नाप्छ भने एफ भनेको तपाईँको फुट भन्छ, पीबाट पाउन्ड, यसबाट सेकेन्ड भन्छ है। भन्नुको मतलब हामीले नापलाई जहिले पनि एउटा साइजमा नाप्छौँ, भन्नुको मतलब आकारमा नाप्छौँ। अर्को तपाईँको वेटमा नाप्छौँ, वेट भनेको तौलमा नाप्छौँ भन्ने बुझ्नु पर्यो। अर्को भनेको हामीले टाइममा नाप्छौँ, टाइम भनेको समयमा। यो कुराहरू बुझ्नु पर्यो। मेजरमेन्टमा हामीले साइज र वेट अनि टाइममा बढी फोकस गर्छौँ। जस्तै तपाईँले यो टेबल बनाउनु पर्यो भने यसको साइज कति भन्यो भने यसको लम्बाइ, चौडाइ, उचाइ भनेको साइजमा भयो। वेट भनेको यसलाई तपाईँले तौलमा जोख्नुभयो भने कति केजी कति ग्राम आउँछ त्यो तौलमा भयो। टाइम भनेको यो टेबल बनाउन लाग्ने समय कति छ त्यो चाहिँ टाइममा भयो भन्ने बुझ्नु होला है। जस्तै हेर्नु त, अब एफपीएस सिस्टम अन्तर्गत हेर्ने हो भने यसले नाप्ने भनेको एउटा लाइन भन्ने चिज नाप्छ अरे है। धर्काभन्दा माथिको चिज एउटा लाइन नाप्छ, अर्को इन्ची नाप्छ, अर्को फिट। सबैलाई थाहा छ नि। हेर्नु, धर्काभन्दा माथि हामी नेपालमा सबैभन्दा बढी प्रयोग गर्ने भनेको यो धर्काभन्दा माथिमा हो, जुन चाहिँ हामीले एउटा लाइनमा नाप्छौँ, एउटा इन्चीमा नाप्छौँ, अर्को फिटमा नाप्छौँ हो। यो कुरा चाहिँ तपाईँले बुझ्नु पर्यो। त्यसपछि म नहाल्छु, त्यसपछि तपाईँ जस्तै बुझ्नुहोस्, यो धर्का यसरी छुट्याएको छ। यो धर्काभन्दा माथि भनेको 1 सिस्टम छ, धर्काभन्दा तल भनेको 2 सिस्टम छ। हेर्नुहोस्, यसमा कसरी छुट्याएको छ भन्नुहुन्छ भने 1 2 3 4 सुत्ता भन्छ, 5 6
7 अनि 8 यसरी छुट्याएको है। जस्तै लाइन भन्नुहुन्छ भने 1 इन्चीमा कति लाइन 8 लाइन भन्ने बुझ्नु पर्यो है। 1 इन्चीमा कति लाइन 8 लाइन। जस्तै तपाईले चाहिँ टेपमा हेर्नु हो भने कन्फ्युज नहुनु होला। टेपमा कस्तो छ भने 6 इन्ची भन्दा यता मसिनो धर्काएको छ। सबैलाई एउटा भिडियोमा म पछाडि बुझाइदिन्थे पछाडि बुझाउँ होला। 6 इन्चीदेखि यता सुता पनि राखेको छ। 6 इन्ची भन्दा यता फरक छ फेरि टेप हेर्नु भने है। 1 इन्चीमा जहिले पनि कति बुझ्नु पर्यो 8 लाइन हुन्छ भन्ने बुझ्नु होला। 1 इन्चीमा कति लाइन 8 लाइन। 1 इन्चीमा 8 लाइन। जस्तै कसरी हुन्छ भन्नुहुन्छ भने धर्का हेर्नु होला है। यो धर्का छोड्दिने एउटा यो 1 लाइन यो 2 लाइन यो 3 लाइन यो 4 लाइन भनेको हाफ इन्चीलाई 4 लाइन भन्छ। जो पनि हाफ इन्ची भन्छौँ नि त्यसलाई चाहिँ 4 लाइन भन्छ। त्यसपछि तपाईँको 5 लाइन 6 लाइन 7 लाइन अनि अन्तिमको भनेको 8 लाइन भनेको 1 इन्चीलाई भन्छ भन्ने बुझ्नु होला। टेपमा गर्नुभयो भने आउँछ। म तपाईँलाई भोलि एक एकजनालाई ग्रुपमा अथवा त्यसरी बुझाइदिनेछु। आज बुझ्ने भनेको 1 इन्चीमा कति लाइन हुन्छ भनेपछि 8 लाइन पर्फेक्ट बुझ्नु होला। जस्तै कस्तो गरी भन्नुहुन्छ भने यो भनेको 0 लाइन हो सुरुको नगर्ने। यो बिचको सानो लाइन हुन्छ त्यसलाई नगर्ने। अर्को लामो लाइन हुन्छ हेर्नुहोस् यो 1 लाइन हो यो 2 लाइन हो यो 3 लाइन हो। यो हाफ इन्चीमा अझ लामो लाइन हुन्छ बिचमा। सेन्टरमा हेर्नु भने मेजरिङ टेपमा हेर्नुभयो भने यो 4 लाइन हो जसलाई हामीले हाफ इन्ची भन्छौँ। यो 5 लाइन हो यो 6 लाइन हो यो 7 लाइन हो अनि यो 8 लाइन हो भनेर 8 लाइनलाई 1 इन्चीमा छुट्याएका छौँ है। अब तपाईँले 1 इन्चीमा 8 लाइन हुन्छ भन्नुहुन्छ भने इन्चीको सङ्केत थाहा छ। इन्चीको सङ्केत 2टा कमा दिया हुन्छ है। भन्नुको मतलब 1 इन्ची लेख्नु पर्यो भने 1 को टुप्पोमा 2टा कमा दियो भने के हो यो 1 इन्ची हो भन्ने बुझ्नु होला है। अर्को फिट भन्ने छ नि त फिट। फिटको लागि चाहिँ एउटा धर्का दिन्छ। जो चाहिँ 1 को टुप्पोमा एउटा धर्का दियो भने के बुझ्नु पर्यो 1 फिट हो भन्ने बुझ्नु होला है। यो कुराहरू चाहिँ यसरी दिएको छ। तपाईँले अब बुझ्नु पर्ने 1 इन्चीमा कति लाइन 8 लाइन भन्ने बुझ्नु पर्यो। 1 फिटमा कति इन्ची 1 फिटमा कति इन्ची 12 इन्ची। यो बुझ्नु होला। यति बुझ्नुभयो भने यो माथिको कुराहरू त्यस्तो गाह्रो छैन है। यो माथिल्लो जो तपाईँलाई म मेजरिङ टेपमा देखाएको छु योभन्दा माथिको नाप्ने भनेको 12 इन्ची बराबर 1 फिट हुन्छ भन्ने नाप्छ। 1 इन्ची 2 इन्ची 3 इन्ची हुने भइहाल्यो। त्यसरी 1 इन्चीमा कति लाइन 8 लाइन भन्ने बुझ्नु पर्यो है। यति कुरा बुझ्नुभयो भने अरू के छ भने अब ड्रइङमा लेख्ने तरिका है। जस्तै तपाईँहरूलाई मैले यहाँ बताइदिएँ यदि तपाईँले यो मेजरमेन्टको चाहिन्छ भने त्यो सरलाई फोटोकपी गर्न आउनु भने सरले फोटोकपी गरिदिनुहुन्छ। तपाईँलाई यस्तै खालको एउटा फोटोकपी दिनुहुन्छ। म तयार पारिदिएको छु। तपाईँले बुझ्नु भएन भने त्यसमा पनि बुझ्न सक्नुहुन्छ। जस्तै अब मैले 1 इन्चीमा कति लाइन हुन्छ भने 8 लाइन त भने हेर्नुहोस्। अब यो भनेको 0 भयो यो भनेको कति लाइन 1 लाइन भयो यो लाइन भनेको 2 लाइन भयो यो भनेको 3 लाइन भयो यो भनेको 4 लाइन भयो यो 5 लाइन भयो यो 6 लाइन भयो अनि यो 7 अनि अर्को गर्दाखेरि यो 8। अब हेर्नु है यो 1 लाइनलाई कसरी लेख्ने भन्ने कुरा हेर्नुहोस्। 0 लाई 0 नै भइहाल्यो। 1 लाइनलाई भनेको 1/8 भनेर लेखिन्छ है। जहिले पनि 1/8 भन्यो भने 1 लाइन भयो। जस्तो तपाईँ 2 लाइनलाई भनेको 1/4 है। यो भनेको 1/4 भन्छ 2 लाइन। अब 3 लाइन भनेको 3/8 है। यो भनेको 3 लाइन। अब 4 लाइन भन्नुहुन्छ भने हाफ लाइन भनेको 4 8 भागको 4 भाग हो नि त। 4 × 4 4 × 8 गर्न कति हुँदैछ 1/2। हामीले हाफ इन्चीलाई जहिले पनि के भन्छौँ 1/2। 5 लाइन भनेको 5/8। 6 लाइन भनेको 3/4। 7 लाइन भनेको 7/8। अब 8 लाइन भनेको के हो 1 इन्ची हो नि। यसरी बुझ्नु होला है। यति बुझ्नु भएको छैन भने जस्तै गाउँघरमा 4 सुते रड कसरी भन्थे भन्नुहुन्छ भने पहिला हेर्नु यो 4 लाइनलाई चाहिँ 4 सुते रड भन्थे गाउँमा। जो चाहिँ 12 mm को रड हुन्छ नि त्यसलाई चाहिँ 4 सुते रड भन्छ क्या। हाफ इन्चीमा कति हुन्छ 1 इन्चीमा 25 mm हुन्छ भने हाफ इन्चीमा कति हुन्छ 12 mm हुने रहेछ भन्ने बुझ्नु। त्यसरी चाहिँ पहिला 4 सुते रड भन्थे। अहिले सुत्ता mm भन्दा के इन्ची भन्दा पनि हाम्रो बडीमा के चल्छ mm बढी चल्छ। सेन्टिमा मिलीमा बढी काम हुने हुनाले यो तपाईँले त्यही पनि गाउँघरमा काम गर्दाखेरि 1 इन्चीमा कति लाइन हुन्छ त भन्दाखेरि 8 लाइन हुन्छ भनेर चाहिँ बुझ्नु होला। फेरि मिली र सेन्टिमा चाहिँ चल्छ भन्नुभयो भने यो पनि कहिले काम लाग्न सक्छ भनेर तपाईँहरूलाई बताएँ।
पर्सि तपाईलाई सोध्ने कुराहरुमा यो चाहिँ सोधिदैन तर पनि पर्सि सोध्ने भन्ने कुरा भनेको मिलिमिटर सेन्टिमिटर मिटरको कुरा अहिले आउँछ तल 2 नम्बरमा 1 नम्बरमा भनेको हामीले गाउँघरमा प्रयोग गर्ने भनेको 1 फिटमा 12 इन्ची हुन्छ त्यो जान्न पर्यो 1 इन्चीमा 8 लाइन हुन्छ कहिलेकाहीँ नाप्दै गर्दा 10 इन्ची 4 लाइन पुग्नु कसरी लेख्नु त भन्यो भने मुखले पो 10.5 इन्ची भन्छौ ड्रइङमा त 10.5 इन्ची लेखा हुन्न हो त्यस्तो बेला चाहिँ 10 सिंगै भयो 10.5 लेख्नु पर्यो भने कति हुन्छ 1/2 1/2 यसरी लेख्छ 10.5 इन्चीलाई भन्ने बुझ्नु है अथवा तपाईले चाहिँ कतै गाउँघरमा के रे काँटी ल्याउन पठाएर बजारमा तपाईलाई 1/2 को काँटी लिएर आइजाऊ भन्यो भने के बुझ्नु पर्यो यो हाफ इन्चीको काँटी रहेछ भन्ने बुझ्नु पर्यो हो हाफ इन्च अब सिंगै तपाईको 1 को टुप्पोमा 2 टुप्पोमा दियो भने के बुझ्नु पर्यो 1 इन्ची बुझ्नु पर्यो अब 1.5 इन्ची लेख्नु पर्यो भने 1 सिंगै हुन्छ 1/2 भयो भने के भन्नु पर्यो 1.5 इन्ची भन्ने बुझ्नु पर्यो 1.5 इन्च भन्ने बुझ्नु पर्यो यिनी कुराहरु छ है जहिले पनि तपाईलाई यो भनेको हामी अदमले नहुने हामीलाई ठ्याक्क इन्ची मात्रै आउँछ भन्यो भने नमजा हुन्छ नाप्दाखेरि कहिले काहीँ तपाईको 1 इन्ची ल जस्तै तपाईको यो बोर्ड नापिमले हामी यहाँ देखि यहाँसम्म बोर्ड नापिम बोर्ड नाप्दाखेरि तपाईको 5 फिट 3 इन्ची 3.5 इन्ची पुग्यो भने चाहिँ यसरी लेखिन्छ भन्ने बुझ्नु होला हेर्नुस् यो भनेको 5 फिट 5 को टुप्पोमा एउटा कमा दियो फिट भयो 3 सिंगै छ भने 3 इन्ची भयो 1/2 भनेको के हो हाफ इन्ची हो नि त 5 फिट 3 इन्च 4 लाइन भने आयो है यो अलिकति अहिले बुझे जस्तो भयो होला यदि बुझ्नु भएको छैन भने भोलि म ग्रुपमा अथवा एक्लै एक्लै सिकाउँला आज हामी धेरै जना छौं त्यही भएर तपाईले बुझ्ने भनेको 1 इन्चीमा 8 लाइन हुन्छ भन्ने बुझ्नु होला लाइन गर्दाखेरि 0 अगाडिको टुप्पोलाई नगर्नु होला बीचकोलाई छोड्दिनु होला 1 लाइन 2 लाइन 3 लाइन गर्दै जानु भने हाफ इन्चीमा जहिले पनि लामो लाइन हुन्छ त्यहाँ माथि हेर्नु भने टेपमा एक अलि अनौठो लाइन हुन्छ कि बीचमा लामो लाइन हुन्छ त्यो हाफ इन्ची बुझ्नु होला यता 4 गर्दाखेरि के भयो 8 लाइन भयो 1 इन्चीमा 8 लाइन हुन्छ भन्ने बुझ्नु होला 12 इन्चीमा 1 फिट हुन्छ बुझ्नु होला यो देखो धर्का भन्दा माथि नाप्ने भनेको त्यही कुरा छ है अब यो कुराहरुमा खासै तपाईलाई फोकस गरेन यो कुरामा तपाईलाई भोलि ग्रुपमा पनि सिकाउँला यो 2 नम्बरको सिस्टम चाहिँ अलि इम्पोर्टेन्ट छ ल 2 नम्बर चाहिँ तपाईले बुझ्नु पर्यो जो चाहिँ धर्का भन्दा तल है अब धर्का भन्दा तल भनेको धर्का भन्दा माथि नाप्ने भनेको त लाइन इन्ची र फिट नाप्दो रहेछ सुता पनि बुझ्नु होला फेरि जस्तो कसैले सोध्न सक्छ 1 इन्चीमा कति लाइन हुन्छ भन्नु भने कति भन्नुहुन्छ 8 लाइन हो 8 लाइन तपाईको फेरि 1 इन्चीमा कति सुता हुन्छ पनि भन्न सक्छ है 32 सुता भन्ने हुन्छ फेरि कसरी भन्नुहुन्छ भने 1 लाइनमा कति हुन्छ 4 सुता हुन्छ है यो चाहिँ बुझ्नु होला भन्नुको मतलब तपाईले टेपमा मसिनो लगाउनु भने 1 2 3 4 मा अलिकति 1 लाइन 5 6 7 8 यसरी सुत्या क्या सुताहरु यसरी बुझ्नु नि त्यही भएर 1 लाइनमा 4 सुता हुन्छ भने 1 इन्चीमा 8 लाइन हुन्छ 8 चौको 32 सुता हुने रहेछ अब 1 इन्चीलाई फेरि 16 लेन पनि भन्छन् लेनमा कुरा गर्नुहुन्छ भने है जस्तै यो 1 इन्ची भनेको 3 भागमा बाँडेको छ क्या 1 इन्चीमा 8 लाइन हुन्छ 1 इन्चीमा 32 सुता हुन्छ 1 इन्चीमा 16 लेन हुन्छ भन्नु मतलब कहिलेकाहीँ नाप्दै गर्दाखेरि यो लेनहरु कन्टिन्यू पनि गर्न सकिन्छ 1 2 3 4 5 पनि गर्न सकिन्छ जस्तै नाप्दा 1 2 3 4 5 अपन 16 लेख्यो भने 16 भागको 5 भाग भने हो के त्यसरी पनि बुझ्नु होला है यो यसो छुट्टिया छ यो आउँदै टाइम लाग्छ मेजरमेन्ट बुझ्नलाई अर्को हामी चाहिँ भोलि हामीलाई काम लाग्ने हामीलाई चाहिने मेजरमेन्ट चाहिँ बुझौँ ल दोस्रो पहिलो भनेको एफपीएस सिस्टम हो लाइन इन्ची फिटमा काम गर्ने भनेको हामीले गाउँघरमा काम गर्ने भनेको एफपीएस सिस्टम हो जो धर्का भन्दा माथिको प्रयोग गर्थ्यौं विदेशमा चल्ने भनेको तपाईको धर्का भन्दा तलको जो चाहिँ एमकेएस सिस्टम भन्छ एमकेएस सिस्टम भन्छ जो चाहिँ एम बाट तपाईको मिटर भन्छ के बाट किलोग्राम भन्छ यसबाट सेकेन्ड भन्छ है एमकेएस भनेको मेट्रिक प्रणाली भन्छ मेट्रिक प्रणाली अब यसले के नाप्छ भन्नुहुन्छ भने हेर्नुस् है यसले भनेको सबभन्दा सानो नाप्ने भनेको के हो मिलिमिटर है एमएम भनेको के हो एमएम भनेको मिलिमिटर मिलिमिटर अनिवार्य जान्न पर्यो अर्को भनेको सीएम सेन्टिमिटर भन्ने जान्न पर्यो यो अलिकति सजिलो पनि छ माथिल्लो भन्दा है
अर्को मिटर मिटर भन्ने जान्नु पर्यो। अझ ठुलो नाप्न जान्नु पर्यो भने किलोमिटर भन्छ है, किलोमिटर माइल भन्ने हुन्छ। यो हामीलाई खासै चाहिँदैन, त्यही पनि यति कुरा बुझ्नु होला। अब हेर्नुहोस् यो धर्काभन्दा तल के नाप्दो रहेछ, एउटा मिलिमिटर नाप्दो रहेछ, एउटा सेन्टिमिटर नाप्दो रहेछ, अर्को मिटर, अर्को किलोमिटर होइन। हामीलाई किलोमिटर खासै आवश्यकता पर्दैन, त्यही भएर हामीले यो तीनटा कुरा चाहिँ अनिवार्य जान्नु पर्यो। पछि तपाईँलाई आउने मान्छेले जति पनि देखा भन्न सक्छ, कसैले 250 मिलिमिटर देखा भन्ला, कसैले 100 सेन्टिमिटर देखा भन्ला, कसैले 1 मिटर देखा भन्ला, कसैले यो चाहिँ कति मिटरको भन्ला, कसैले यो कति एमएमको टेबल भन्ला। त्यो तपाईँलाई सोध्ने कुरामा भर पर्छ। तपाईँ काम गरिराखेको छ भने तपाईँ अल्मलिनु हुन्न भन्छ। त्यही भएर मिलिमिटरका कुराहरू सेन्टिमिटर र मिटरको कुरा गर्दाखेरि सबैभन्दा पहिला बुझ्नुपर्ने कुरा के छ भने 1 सेन्टिमिटरमा कति मिलिमिटर हुन्छ भनेर सोध्नु सक्छ है। कति हुन्छ? 10 मिलिमिटर। कन्ट्रै बात है। जस्तो कसरी हुन्छ भन्नुहुन्छ भने हेर्नुहोस् यसो छुट्या 1 मिलिमिटर 2 3 4 5 मा अलिकति काम हुन्छ हो। त्यसपछि 6 7 8 9 10। 1 सेन्टिमिटर कति मिलिमिटर? 10 मिलिमिटर है। 1 सेन्टिमिटरमा 10 मिलिमिटर हुन्छ भनेर पर्फेक्ट हुनु होला। फोटो खिच्ने बेला चाहिँ मैले मेजरमेन्टको यहाँ छ त्यो खिचेर लिनु होला। अनि बेला बेलामा तपाईँले मेजरिङ टेबल चलाउन प्र्याक्टिस गर्ने हो भने पछि सबभन्दा सुरुमा सोधिने भनेको प्रश्न यही मेजरमेन्ट हो है। सेफ्टी पछि तपाईँलाई ठ्याक्कै यति सेन्टिमिटर देखा भन्ने बित्तिकै देखाउन सक्नु पऱ्यो, यति मिलिमिटर देखा भने देखाउन सक्नु पऱ्यो। सबभन्दा सुरुमा नापजानमा गल्ती हुनु भएन भन्छ। विदेशमा एमएममा हुन्छ, जस्ता पिलरका कुराहरू गर्ने भने एकुरेट एमएम हुन्छ। जस्तो तपाईँलाई आइबिम राख्न पर्ने छ भने आइबिममा त्यो होल खोलेको पनि एकदम एमएममा दिएको हुन्छ। थोरै एमएम मिस्टेक हुने बित्तिकै सबै बाङ्गो भइदिन्छ। त्यही भएर मिलिमिटर सेन्टिमिटर र मिटरका कुराहरू चाहिँ पर्फेक्ट हुनुपर्छ भन्छ। जस्तै 1 सेन्टिमिटरमा 10 मिलिमिटर भनेपछि 10 सेन्टिमिटरमा कति? 10 × 100 मिलिमिटर भन्ने भयो। 10 भयो 100। त्यसपछि 1 मिटरमा कति सेन्टि? 100 सेन्टिमिटर हो नि 100 सेन्टिमिटर। अनि कति मिलिमिटर? 1000 मिलिमिटर। त्यसपछि तपाईँको 1 फिटमा कति सेन्टि? 30.4 सेन्टिमिटर 1 फिटमा है। 304 मिलिमिटर। त्यसपछि तपाईँको 1 इन्चीमा कति सेन्टि? 2.54 सेन्टिमिटर। कति मिलिमिटर? 25.4 मिलिमिटर। यो चाहिँ कन्ट्रै पार्नुपर्ने देखिन्छ है। यो देखि तललाई तपाईँलाई चाहिरहेको छ, यिनी कुरा चाहिँ बुझिराख्नु पऱ्यो। जो चाहिँ हाम्रो टेपमा प्रयोग भइराख्ने चिज हो नि। जस्तै 1 सेन्टिमिटरमा 10 मिलिमिटर, 10 सेन्टिमिटरमा 100 मिलिमिटर, 1 मिटरमा 100 सेन्टिमिटर हुन्छ, 1000 मिलिमिटर हुन्छ। त्यसपछि 1 फिटमा 30.5 सेन्टि भन्दा अलिकति कम हुन्छ भन्छ 30.4 सेन्टिमिटर। त्यसपछि तपाईँको 304 मिलिमिटर भन्ने भयो। इन्चको कुरा गर्नुहुन्छ भने 1 इन्चीमा 2.5 सेन्टिमिटर हुन्छ, 2.54 सेन्टिमिटर, 25.4 मिलिमिटर भन्छ है। जस्तै कति बेला काम लाग्छ भने कहिलेकाहीँ इन्ची फिटका कामहरू गर्दाखेरि कहिलेकाहीँ कन्भर्ट गर्दै भने हाम्रो चाहिँ इन्ची फिटका कुराहरू गर्ने हो भने यस्तो बेला चाहिँ कन्भर्ट गर्दाखेरि चाहिने चिज हुन्छ यो। त्यति बेला थाहा पाइराख्नु होला। जस्तै अब तपाईँहरूले के बुझ्नु पर्यो भने 50 सेन्टिमिटर छ भने यसलाई हामीले कति मिलिमिटर भन्छौँ? 500 मिलिमिटर भन्छौँ। कति मिटर भन्छ यसलाई? 0.5 मिटर भन्छ भन्ने बुझ्नु पर्यो। आधा मिटरलाई है हामीले नर्मली बुझ्दाखेरि आधा मिटरलाई हामीले 50 सेन्टि भन्छौँ। एमएममा भन्ने हो भने 550 एमएम भन्छौँ। त्यसपछि मिटर भन्ने हो भने 0.5 मिटर भन्छौँ भन्ने बुझ्नु पर्यो। त्यसपछि तपाईँलाई 1 मिटरको कुरा गर्ने हो भने 1 मिटरमा 100 सेन्टि हुन्छ भन्ने थाहा पाएको छौँ हामीले। यसलाई एमएममा भन्ने हो भने 1000 एमएम भन्छ भन्ने बुझ्नु पर्यो। अब मिटरको कुरा गर्नुहुन्छ भने 1 मिटर भन्छ भन्ने बुझ्नु पर्यो। त्यस्तै गर्दै अब 1.5 मिटर छ भने 150 सेन्टिमिटर भयो, 150 सेन्टिमिटर। एमएम भन्ने हो भने 1500 एमएम भन्नु पर्यो। मिटर भन्ने हो भने 1.5 मिटर भन्ने बुझ्नु पर्यो है। यो कुराहरू चाहिँ तपाईँले बुझ्नु होला। त्यसपछि तपाईँको अरू बाँकी कुराहरू कन्टिन्यू हुँदै जान्छ। अनि त्यसपछि यो मेजरमेन्टमा पर्फेक्ट हुनु भएन भने अरू काम गर्न एकदमै गाह्रो छ।
है सबभन्दा सुरुमा सोध्ने भनेको तपाईँलाई यति एमएम देखा यति सेन्टी देखा भनेर अनिवार्य भन्छ नै है। जस्तै 250 एमएम देखा 550 एमएम देखा तपाईँलाई जति यति बाई यतिको रिङ बनाऊ